साथ आएको सबै केटाहरू यस्तो तयारी छ। मोटे आयो पाण्डे पनि आयो, दुइटा सँगै आउँदो रहेछ। मोटे के छ अलिकति भन्न दुई चार शब्द भन् ल मोटे केही भन्। वास्तवमा भन्छु म यति बेला धेरै दुखी छु। मन्दिरमा शान्तिका लागि म मन्दिरमा शान्तिको खोजीमा छु म। स्मोर ल वान्स मोर। यता हेऱ्यो उता हेऱ्यो उनै राम्रो देख्ने, यता हेऱ्यो उता हेऱ्यो उनै राम्रो देख्ने, कन्फ्युजन पो भयो मलाई कसकै नाम लेख्ने, सुन्तला कि अमला के खान्छौ कमला, सुन्तला कि अमला। चट चट मित्रहरू हामीहरू यहाँ लास्ट इक्जाम दिन गइरहेका छौँ। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज हाम्रो इक्जामको लास्ट दिन। साथी बिस्तारै बटाएर त साथी बिस्तारै बिस्तारै बिस्तारै। आज हाम्रो अलि बटाएर न अलिकति हजुर यत्तिकै। आज हाम्रो इक्जामको लास्ट दिन अनि हाम्रो साथीले पछाडिबाट बाइक चलाइरहेछन्। एउटा हात यसरी एउटा हात यहाँ छ, एउटा हात तल अनि एउटा हात तल चलिरहेछ। अब लौ तिम्रो पनि लौ छोड त्यहाँ, अब तिमी भन। ल केटा आज हाम्रो मोडेलले सिकाउँछ, सिकेर मान्छे सिकाउँछ होइन। अनि सरज चाहिँ युट्युबको फाइनेन्सियल गर्ने होइन। इक्जाम दिने लास्ट दिन हो, केही पनि तिर्पल लोड गएको छ होइन। त्यो रमाइलो चलिरहेछ, रमाइलो छ, मजाले समात्न राम्रोसँग। केटाहरू कहाँ पुगिसक्यो? दुई शब्द भन न, दुई शब्द भनिदियो त। दुई शब्द आजको भ्लगमा। हेल्थ एन्ड फिजिकल एजुकेसन कतिको पढ्नुपर्छ हजुरले? सुशीललाई धेरै नै आशा पलाएको छ मलाई एमसीको तर्फबाट। अब हाम्रो दिपेश सरले अब कस्तो छ भन्दाखेरि अब उहाँ चाहिँ अब होइन इक्जामको हेलो गाइस, यदि हाम्रो इक्जाम राम्रो भयो भने हाम्रो कारणले हो। इक्जाम बिग्रियो भने दिनेश सरको कारणले हो। किनभने दिनेश सरले राम्रोसँग पढाउनु भएन। दिनेश सरले राम्रोसँग हामीलाई पढाउनु भएन, त्यही भएर दिनेश सरको कारणले हाम्रो इक्जाम बिग्रेको हो। दिनेश सरलाई हामीमा पुरा भरोसा थियो, हामीले सिट गर्छौँ भन्ने, त्यही भएर सरले हामीलाई राम्रोसँग पढाउनु भयो। साथीहरू अरू अगाडि छन्, हामी दुईजना बाइकहरू यहीँ आउँदैछन्। यो हाम्रो केटाहरू अर्को तिर्पल लोड हानिरहेका छन्। यी हाम्रो ड्राइभर हुन्, हाम्रो विनय साथी पाण्डु पछाडि थिए। केटा वेलकम टु माई भ्लग। 30,000 को दाँत अगाडि छन् प्रेम र रामकृष्ण। हामी तिर्पल लोड हान्दै चल्दै बिस्तारै घुस्दै म्याथको केटाहरू सबै सँगै जान्छौँ। अरू छरसित छरपष्ट हुन्छन्, हामीहरू सबै सँगै इक्जामको यसो तयारी गर्दै बिस्तारै हिँड्दै जान्छौँ। कस्तो हुन्छ हेरौँ आजको इक्जाम। साथी वेलकम टु माई ब्लग। He's also a vlogger, but what? कस्तो छ आजको तयारी? कतिवटा चिट ल्याछौ? आज उहाँले हेल्थमा चाहिँ कतिवटा चिट ल्याछौ? टिचर मान्छेले चिट मैले त पुरै किताबै ल्याएको छु के चिट भन्ने हो र। टिचर मान्छेले नल्याउने, टिचर मान्छेले साथी ल्याउने। पुरै गेस्ट पेपरै हो। अब हेरौँ त्यो त देखा जाएगा। ल केटाहरूले कार लग्ने कुरा गरिरहेको छन् आज साँझ।
हाम्रो इक्जामको सबैजना सेकेन्ड इयरको अब त्यो त अब दोस्रो पटक सेकेन्ड ट्रायल भन्ने भयो दोस्रो पटक जानु नपरोस् भनेर आज हामीले कडा तयारीका साथ आएका छौँ हामीहरू यो सबै केटाहरू यस्तो तयारी छ साथीहरू हामीहरू राजा आएका छौँ पुगेका छौँ अब कति टाइम छ कति जति लाग्छ होला साथी अब बढीमा 15 मिनट पनि लाग्दैन 10 मिनट 15 मिनटको यात्रा बाँकी रहेको छ त्यसमा मोटेलले पढ्दैछ चाहिँ सुपरभिजन लाग्छ भनेर बहुत चिन्ता छ हियर एनालाइसिस भन्दा गाह्रो छ अरे के सुपरभिजन गाह्रो छ मजा गरिरहेको त्यही भन्दा थिएँ योचोटि चाहिँ क्वेसन चाहिँ गाह्रो त गाह्रै आइरहेको छ त्यो एक्जामहरू होइन हजुरहरू यो यात्राको यो प्रकृतिको मजा लिन सक्नुहुन्छ अरे ट्राफिकलाई भनिदिने हो साथी साथी हाम्रो मोटे दोस्त यता दगुर्दैछन् दगुर्दै आउँदैछन् भयो अब बनाएर ठ्याक्कै आउन बित्तिकै हरियो ग्रिन लाइट छ उता भाग्यमानी कुरा हो उहाँलाई हेर्नुहोस् कस्तो ट्राफिक रहेछ यतातिर हेर्नु सक्नुहुन्छ हाम्रो दोस्त यता हुनुहुन्छ अगाडि ट्राफिक क्लियर गर्दै आउँछ नि पुलिस पनि हेर्दै थियो दोस्तहरू खोला रोकिरहेको क्यामेराको अगाडि हाम्रो क्रिएटर हेर्छन् मोटे आयो पाण्डु पनि आयो दुइटा सँगै आउँदै ल बसेर अब 10 मिनट जति छ होला साथीहरू होइन सौरभले कुदायो भने विदिन 5 मिनटमै पुग्छौँ तर यो त टेलिपोर्ट गराइन्छ फेरि यहाँ फेरि सरोजको मोबाइल तान्छ हामी चाहिँ महेन्द्र बाबु क्याम्पसमा यति बेला पुगिसकेका छौँ आज हाम्रो सेन्टर डाइनामिक होइन पपुलेसन डाइनामिक सब्जेक्ट रहेको छ आश गरौँ एक्जाम राम्रो होस् पुगिसकेका छौँ कलेज होइन भित्र छिरिसकेका छौँ मन्त्रीजी आउनुभयो बाटो खाली खालि मन्त्री आउनुभयो पार्किङ गर्छौँ गेटभित्र छिर्यौँ अब क्लासभित्र छिर्न बाँकी छ छिर्ने र छिर्न काम छ हाम्रो ल छिरिम हामी गाइस हामी आइपुग्यौँ एक्जाम सेन्टर एक्जाम दिएर आज केटा एक्जामहरू दिएर सकेपछि बनाऊ क्या आज एक्जाम सकिएपछि पार्टी त कोही मान्दैनन् पार्टी खान म एक्लै खान्छु साथीहरू हामी आएको छौँ बाहेश्वरी मन्दिर एक्जाम भ्याएर एक्जाम राम नामको भरमा जे हुन्छ अर्को भ्लगर यता हुनुहुन्छ हाम्रो भ्लगर हुनुहुन्छ हामी आएको छौँ कुराहरूसँग घुम्न अब एक्जाम गऱ्यो आफ्नो ठाउँमा रिजल्ट भगवान्को नाममा मोटे के छ अलिकति भन्न दुई चार शब्द भन्न आज मोटेको पेपर सरले समातेर सिम्बल नम्बर टिपेर हरि भाषा कपी अब सब एक्जाम परि क्यान्सिल मोटेको टपरमा अब सरोज खरेल भनेर आउँछ ओइ विनय ओइ टपरमा अब सरोज खरेल भनेर आउने भइगयो त सब केटाहरू यहीँ छौँ साथी किन चट्टी गाइस हाउ आर यु आज हाम्रो एक्जामको लास्ट दिन देख न गाइस देख न के लिन आएको बुहारी होइन म आज चाहिँ यो मोह माया त्यागेर आज भगवान्को नाममा आफ्नो होइन आजका दिन अर्पित गर्न आएको छु
धन्यवाद जोडी पाइसकेछन् मन्दिरमा आऊ धर्म गर कर्म के छ दिन्छौ कि नै तिमीले के पछि दायाँ बायाँ के गर्दिने अरे मम्मीले खोजिदिने अरे पछि मेरो त मम्मीले गाली गर्नुहुन्छ यस्तो कुरा कहीँ दायाँ बायाँ नहेरेस् भन्नुभएको छ ल मोटे यति के बेला भन् वास्तवमा भन्छु म यति बेला धेरै दुःखी छु मन्दिरमा शान्तिका लागि म मन्दिरमा शान्तिको खोजीमा छु म त्यही हो अब। मोटेले लक्ष्मी नपाएर शान्तिको खोजीमा छ अहिले उसले हेर्नुहोस् कोही आएर अङ्गालो हालिदियो हुन्थ्यो भने होला ल वान्स मोर यता हेऱ्यो उता हेऱ्यो उनै राम्रो देख्ने यता हेऱ्यो उता हेऱ्यो उनै राम्रो देख्ने कन्फ्युजन पो भयो मलाई कसकै नाम लेख्ने सुन्तला कि अमला चट चट शिवजीलाई ल मोटे नाच शिवजीलाई पार्वती कति सुहायो बस्ती छ प्रभुजीलाई मस्ती छ बम भले बम भले बम बम भोले शिवजीको नाममा जीको पोका खोले हे शिव शम्भो अलिकति नाच्दछन् शिव गणेशजीको पिता तिमी पार्वतीको पति तिम्रो शिवजीको बस्ती छ बसन साथी मस्ती छ गणेशजीको पिता तिमी पार्वतीको पति तिम्रो पद गाएपछि बिग्रियो हाम्रो पति यो अलिकति कम हो नाच्दछन् शिव तानी तानी यात्रा अब यहाँ सुरु हुन्छ तिर्पल लोड सबको तिर्पल लोड हान्दै हिँड्दै ओए हाम्रो उखै रामकृष्ण ठुलो बाइकबाट अब आइयो सानो बाइकमा ढिङ्क चले टी 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 टी